हेलो गाइस, गुड मर्निङ होइन। आज त डे 2 मेरो ब्लगको होइन। अन्त हामी दुईजनामा छ काम गर्ने आज चाहिँ। यहाँनिर यो साम्बर बसाएको छ, पाक्दैछ एकदम हो। अन्त त्यहाँबाट यहाँनिर मसला बनिँदैछ होइन। अन्त त्यहाँबाट यस्तै छ है गाइस होइन। म यहाँ छु। अन्त त्यहाँबाट मासु एकदम रेडी छ यहाँनिर। अब किचन हो, मैला मैला देख्छ होइन। अन्त यस्तै छ है गाइस। तपाईँहरू के गर्नुहुँदैछ, कसो गर्नुहुँदैछ कमेन्टमा चाहिँ लेखिदिनु होला होइन। ल है त गाइस, यहाँ देखाउनु त दाइ। फाइनली गाइस एकदम यस्तो भएको छ होइन। यो चाहिँ अब मिक्सीमा हालेर कुवाई पार्नुपर्छ पऱ्यो होइन चटनीको लागि। यस्तो हुन्छ है। हेलो सबैलाई, गुड आफ्टरनुन। अहिले चाहिँ म अब म्यागी ल्याउनु जाँदैछु होइन। खाना बनाउनु अल्छी लाग्यो, अन्त म्यागी ल्याउनु जाँदैछु। तपाईँहरू चाहिँ के गर्दैछ होइन। अन्त म बसेको जग्गा चाहिँ अब बस्ती बस्ती टाइपको छ नि त होइन। गाउँ जस्तो अब यहाँ त पल्युसन पनि हुँदैन होइन। त्यति बेसी गाडीहरू कुद्दैन। अन्त जङ्गलहरू पनि जस्तै पनि छ होइन, जङ्गलहरू पनि छ। अन्त त्यही भएर एकदम मजाको जग्गामा बस्छु नि त म चाहिँ। यहाँ काम पनि त्यस्तै जग्गामा बस्छु होइन। सो ल त गाइस, गाइस कस्तो मजाले बनाइदिएको छ नि। ल जुम गरेर देखाउँछु म तपाईँलाई। मजाको बनाएको छ नि। यो चाहिँ सानोबडे बजार छ होइन। बजार जस्तै कम्ती दोकान छ। सो यहीँनिर पाइहाल्छ। यहाँबाट किन्ने हो, लाने हो, बनाउने हो, खाने हो। ग्यास म्यागी पनि किन्ने हो होइन। एउटा पेप्सी पनि किन्ने, गरम छ अब पिउँदै जानु पऱ्यो नि त होइन। ए यस्तो चाहिँ लाबर चाहिँ यसरी निस्किन्छ है। सबै लाबर गाडी डल्लै उतातिर पनि पुरा छ, यहाँ मात्रै होइन उतातिर पनि पुरा छ। यो सबै लाबर हो होइन। यस्तै छ, गरम पुरा छ यता त होइन। म चाहिँ यहाँ जाँदैछु उताला दोकानहरू होइन। अन्त त्यहाँबाट चर्च भने नि मैले छ काजरमट्टम भन्ने जग्गा हो यो चाहिँ। यो चाहिँ चर्च हो होइन। यस्तै छ है।